र गालामा चोट लागेको छ। यसरी यो 2 ठाउँमा चोट लागेको छ। यो चाहिँ ढुङ्गामा यसरी चढ्ने क्रममा दरपरिएर चोट लागेको हुनसक्छ। मेरो चोटपटक लागेर चाहिँ अलिअलि छ। कहाँनिर भेट्नुभयो? यो चाहिँ अब यो बच्चा चाहिँ हजुर तर बच्चालाई चाहिँ कहाँ कसरी भेट्नुभयो? यो बच्चा चाहिँ 2 गतेबाट हजुर यो गैँडाकोट नगरपालिका वडा नम्बर 14 भागर स्थित को घरबाट चाहिँ नि बिहान 6:30 बजे चाहिँ हजुरआमा च्याउ खोज्न भनेर जङ्गलमा जाँदा पछि लागेको। त्योभन्दा माथि त्यही माथि उहाँको बाजेले चाहिँ रुँदै गएको देखेको भनेको आधारमा हामी बच्चा जीवितै भेटिन्छ कि भन्ने हिसाबले 2 गतेबाट हामीले खोज्न सुरु गरेका हौँ। त्यो खोज्ने क्रममा उहाँहरूको घर परिवार जो स्थानीय जनप्रतिनिधि लगायत हामी सम्पूर्ण टोली गरेर लगभग 150-200 जनाको टोलीले खोजेको थियो। 2 गते जिल्ला प्रहरी